हेड सर अशोक कुमार चौधरी लगायत शिक्षिका सबैमा मेरो नमस्कार। मेरो नाम चित्रबहादुर कार्की। हामी चाहिँ नेपाल पूर्व प्रहरी संगठन रामपुरीको नगर कार्य समिति संस्थाबाट आएका छौँ। योभन्दा विगतमा अगाडि पनि आएर हामीले चाहिँ फुटबल यहाँलाई हस्तान्तरण गरिसकेको अवस्था छ र यो चाहिँ हामीले विशेष गर्नुको वितरण गर्नको लक्ष्य चाहिँ के हो भने हामी एक त प्रहरीमा खाँदाखेरि हामीले देखेका भोगेका कुराहरू अहिले अब सानो सानो बच्चाहरू पनि कुलतमा लागेको स्थिति छ होइन। लागु पदार्थ सेवन गर्ने अनेक दुर्व्यसनी अवस्था भएको हुनाले कस्तो भने नि खालि दिमाग शैतान हाती भने जस्तै हुन्छ। त्यसले गर्दाखेरि बच्चाहरूलाई पनि इङ्गेज राख्नुपर्छ, टाइममा पढ्ने, खेल्ने टाइममा खेल्ने गर्नुपर्छ। एउटा चाहिँ ध्यान अन्यत्र नजाओस् भन्नको लागि खेलकुदमा चाहिँ ध्यान गयो भनेदेखि अन्यत्र कुराहरू लागु पदार्थ सेवन गर्ने कुलत लाग्दैन भन्ने उद्देश्यले पनि हामी यो गर्न लागिरहेका छौँ। त्यसले गर्दाखेरि तपाईँलाई फुटबल हामीले दिइसकेका छौँ। फुटबल खेल्नुहोस्, फुटबल खेल्न आवश्यक यो फुटबल र भलिबल खेल्नको लागि आवश्यक यो जर्सी क्याम्प ड्रेस पनि तपाईँहरूलाई एक सेट हामीले उपलब्ध गराउँदैछौँ। यो चाहिँ हामीलाई केजी गिलाल फाउन्डेसनले उपलब्ध गराएको, केजी गिलाल फाउन्डेसन काठमाडौँ बालबटारले उपलब्ध गराएको यो चाहिँ हामीले तपाईँहरूको अहिले चाहिँ माविहरूलाई वितरण गर्दैछौँ। यो चाहिँ हाम्रो यो स्कुल पनि म पढेको स्कुल पनि भयो हुनाले उहाँलाई असल सल्लाह अस्ति नै पाइन्छ दिनुपर्छ भन्ने हिसाबले उहाँले कुरा गरेको हुनाले यहाँको चाहिँ प्राविधिकहरू यो चाहिँ दिनुपर्छ भनेर मैले आज सुरुदेखि नै बाँधेर यहाँ ल्याएर दिँदैछु। अब अलिकति हामीसँग सीमित पनि छ यो। त्यसले गर्दाखेरि तपाईँहरूले गेम हुँदाखेरि भोलि आधारभूत विद्यालय स्तरीय गेम पनि हुनसक्छ। त्यो गेममा चाहिँ फुटबलको एउटा टिम तयार गरेर चाहिँ गेम खेलिदिनु भयो भनेदेखि स्कुलको पनि राम्रो हुन्छ, राम्रो हुन्छ भन्ने उद्देश्यका साथ स्वस्थ रहनुहोस्, मस्त हुनुहोस् भन्दै फुटबल खेल्नुहोस् भन्दै यो चाहिँ गेम बेस अहिले मैले चाहिँ प्रधानाध्यापक अशोक कुमार चौधरी सरलाई म साह्रो भाग भए पनि हाम्रो विद्यालयलाई हृदयदेखि नै एकदम मन धनले आफू पढे विद्यालय भएर यो भन्नु पर्यो। त्यस कारणले केजी फाउन्डेसन लगायत हाम्रो भूतपूर्व प्रहरी संगठनलाई पनि धेरै धेरै धन्यवाद दिँदै म चाहिँ यहाँ सम्पूर्ण